पावर पोइन्टबाट क्विज कसरी गराउने भनेर सिकाउँछु भनेर मैले भिडियो बनाएको थिएँ र त्यसै अनुसार आज मैले एउटा पार्ट 1 भिडियो लिएर आएको छु। यो भिडियो धेरै लामो हुने भएकोले गर्दा म पार्ट गरेर यहाँहरू समक्ष प्रस्तुत गर्नेछु र त्यो भन्दा अगाडि हामीलाई पावर पोइन्ट सम्बन्धी केही रिक्वायरमेन्ट्सहरू छ, बेसिक रिक्वायरमेन्ट्सहरू यो तपाईहरुसँग हुनुपर्छ। जस्तै जुन हामीले अहिले क्विज गराउन गइरहेका छौं, क्विज बनाउन गइरहेका छौं, यो क्विज को लागि चाहिँ तपाईहरुसँग अफिस प्याकेज 2019 अथवा 21 हुनुपर्छ। यो भन्दा अगाडिको भर्सनले जस्तै अफिस 7, 10, 13, 16 हरूले चाहिँ यहाँ जुन हामीले सिक्न गइरहेको छौं त्यसमा चाहिँ सबै फिचर्सहरू उपलब्ध छैन। त्यसैले तपाईहरुसँग कम्तिमा पनि अफिस 19 चाहिँ हुनै पर्छ। यसको साथै तपाईहरुसँग केही पावर पोइन्ट सम्बन्धी बेसिक नलेज पनि आवश्यक हुनुपर्छ। जस्तै हामीले कसरी डिजाइन गर्ने, कसरी एनिमेसन गर्ने भन्ने कुराहरू चाहिँ एनिमेसन, डिजाइन, ट्रान्जिसन भन्ने कुराहरू चाहिँ यो शब्दहरू जुन छ यो कुराहरू आउनुपर्छ। त्यस्तै हामीले यहाँनेर जुन कुरा लेख्न गइरहेका छौं जस्तो हामीले फन्ट डिजाइन गर्ने कुराहरू, शेप डिजाइन गर्ने कुराहरू पनि तपाईहरुलाई जानकारी जति बढी जानकारी छ त्यति नै तपाईहरुले चाहिँ छिट्टो यो नलेज चाहिँ प्राप्त गर्नुहुनेछ। अब तपाईहरु पनि ल्यापटप अथवा कम्प्युटर लिएर अगाडि बसिहाल्नु होला। अब हामी सुरु गर्न गइरहेका छौं पावर पोइन्टबाट क्विज। तपाईहरुको कम्प्युटर ओपन गर्नु होला अनि त्यसपछि त्यहाँनेरि गएर पावर पोइन्ट भन्ने प्रोग्राम खोल्नु होला। यो त तपाईहरुलाई आइहाल्छ, यो त्यस्तो भनिराख्नु पर्ने छैन। र पावर पोइन्ट यसरी फर्स्ट स्लाइड हाम्रो यहाँ पावर पोइन्टको ओपन भएको छ र यो फर्स्ट स्लाइडको यतापट्टि देख्न सक्नुहुन्छ क्लिक टु टाइटल, क्लिक टु सबटाइटल भन्ने छ। त्यहाँ भएको बक्सलाई चाहिँ हामीहरुले डिलिट गर्नुपर्छ र यो पेजलाई चाहिँ ब्ल्याङ्क गर्नुपर्छ। र यो ब्ल्याङ्क पेजमा अब हामी के गर्न गइरहेका छौं फर्स्ट स्लाइडमा भन्देखि यो ब्ल्याङ्क पेजमा हामी एउटा कर्टेन, एउटा पर्दा चाहिँ हामीले यहाँनेर हाल्न गइरहेका छौं। र यो पर्दा हाल्नको लागि अब के गर्नुपर्छ म यहाँ प्रोसेस देखाउँदै छु। हामीले भर्खरै खोलेको पावर पोइन्ट प्रोग्रामलाई एकछिन मिनिमाइज गरौँ र त्यसपछि हामी गुगल क्रोममा जान्छौं। र गुगल क्रोममा गएर गुगल क्रोम ओपन गर्ने र त्यसपछि गुगल क्रोममा त्यहाँनेर क्लिक गरिसकेपछि त्यहाँमाथि एड्रेस बार खुल्छ। एड्रेस बारमा क्लिक गर्ने र त्यहाँनेर हामीले कन्टेन्ट डिजाइन फर पावर पोइन्ट भनेर लेख्नुपर्छ। कन्टेन्ट डिजाइन फर पावर पोइन्ट लेखिसकेपछि त्यसलाई इन्टर गर्ने र इन्टर गरेपछि त्यहाँ हाम्रो कर्टेनको इमेजहरु खुल्छ। त्यहाँ धेरै इमेजहरु छ, तपाईहरुले त्यहाँ स्क्रोल गरेर हेर्न सक्नुहुन्छ तलमाथि। र त्यहाँनेरि अल भनेर माथि त्यहाँ लेखिएको छ, त्यो अलको सट्टा यता इमेज भन्नेमा क्लिक गर्नुभयो भने अझै बढी त्यहाँ इमेजहरु हामीले भेट्न सक्छौं। र ती मध्ये कुन कर्टेन चाहिँ हामीलाई मन पर्छ त्यो कर्टेनलाई हामीले यहाँ एकचोटी डाउनलोड गर्नुपर्छ। जस्तो मैले यो रातो कर्टेनलाई राइट क्लिक गरेँ, राइट क्लिक गरेर त्यहाँनेरि सेभ इमेज एज भनेर लेखेको छ, त्यो सेभ इमेज एजमा क्लिक गर्ने र यसमा फाइल नेम भनेर कर्टेन भनेर लेख्ने र कर्टेन लेखेर त्यसलाई एउटा लोकेसन दिएर हामीले भरे इन्सर्ट गर्ने बेलामा भेट्ने ठाउँमा राख्नुपर्छ। यो डाउनलोड गर्न पनि तपाईहरुलाई आउनु पर्यो, त्यति आउनु आवश्यक छ। र त्यसपछि यसलाई मैले डाउनलोड भन्ने फोल्डर भित्र सेभ गरेर राखेको छु र यो सेभ भइसकेको छ। यता साइडमा तपाईहरुले देख्न सक्नुहुन्छ कर्टेन चाहिँ जेपीजी फर्मेटमा सेभ भइसकेको छ। अब कर्टेन डाउनलोड गर्नको लागि अघि खोलिएको क्रोमलाई मिनिमाइज गर्ने र अघि हामीले मिनिमाइज गरेर राखेको पावर पोइन्ट त्यहाँ तल बसेको छ, त्यसलाई फेरि हामीले एकपटक क्लिक गरेर हामी अघिकै पावर पोइन्टकै पेजमा जान्छौं। र यसरी पावर पोइन्टको पेज फेरि आयो र यसपछि हामीले अघिको कर्टन जुन छ त्यो कर्टनलाई चाहिँ हामीले इन्सर्ट गरेर ल्याउनु पर्छ। त्यहाँ तपाईहरुले इन्सर्ट ट्याब देख्न सक्नुहुन्छ, इन्सर्ट ट्याबमा क्लिक गर्ने र त्यसपछि पिक्चर भन्ने ट्याबमा क्लिक गर्ने। पिक्चरमा क्लिक गरिसकेपछि अब हामीले अघि कहाँ कर्टन सेभ गरेर राखेको थियौं त्यहाँ जाने। यही कर्टन सेभ गरेको कर्टन देखिरहेछ, त्यसलाई डबल क्लिक गर्ने। डबल क्लिक गरेपछि त्यो कर्टन त्यहाँनेरि हाम्रो पावर पोइन्टको पेजमा स्लाइडमा आएर बस्छ र त्यसलाई चाहिँ हामीले स्लाइड भरिको बनाउने। यसलाई चाहिँ यहाँ छेउमा यसलाई साइज बढाउने ठाउँ छ र साइज बढाएर यसलाई ठ्याक्कै यो पेज भरिको कताबाट तान्दाखेरि चाहिँ यो पेज भरिको हुन्छ, त्यो पेज भरिको बनाउनु पर्छ। त्यसलाई तानेर यसरी म तानेर यसलाई पेज भरिको बनाउँदै छु। यो कर्टेनको चारैवटा कुनामा यता छेउतिर तलमाथि पनि त्यसको घटाउने बढाउने ठाउँ हुन्छ, त्यहाँबाट त्यसलाई ड्र्याग गरेर
हामी यसलाई घटाउन बढाउन सक्छौँ र त्यो कन्टेन्टलाई चाहिँ पेजभरिको बनाउनुपर्छ र पेजभरिको बनाएपछि जस्तो यता साइडमा देखाइरहेछ हेर्नुस् यो पेजभरिको भएको छ अहिले यो पेजभरिको भयो। अब यो हामीहरूको फर्स्ट स्लाइडमा गर्ने काम चाहिँ हामीले सकिसकेका छौँ। अब यस पछाडि हामी होममा क्लिक गर्छौँ र होममा क्लिक गरेपछि त्यहाँ न्यू स्लाइड भन्ने अप्सन देख्नुहुन्छ। त्यो न्यू स्लाइडमा क्लिक गर्ने र त्यसपछि तल ब्ल्याङ्क भन्ने छ हो त्यो ब्ल्याङ्कमा क्लिक गरेपछि अब हामीहरूको सेकेन्ड स्लाइड खोल्छ। स्लाइडलाई ल्याउँदाखेरि चाहिँ ब्ल्याङ्क नै स्लाइड ल्याएको राम्रो, किनभने ब्ल्याङ्क स्लाइडमा हामीले आफ्नो इच्छा अनुसार लेख्ने ओर्ने डिजाइन गर्न सक्छौँ। त त्यहाँको टेम्प्लेट ल्याइयो भनेदेखि चाहिँ त्यो टेम्प्लेटकै डिजाइन अनुसार गर्नुपर्ने हुन्छ। अब हामीहरूको सेकेन्ड स्लाइड यहाँनिर हामीले ब्ल्याङ्क स्लाइड यहाँ ल्याइसकेको छ। अब यहाँनिर हामी केही लेख्न गइरहेको छौँ। अब यसमा चाहिँ हामी के लेख्छौँ भनेदेखि यो सेकेन्ड स्लाइडमा चाहिँ हामी एउटा कार्यक्रमको लागि ब्यानर बनाउँछौँ र त्यो ब्यानर अघिको जुन पर्दा थियो त्यो पर्दा र ब्यानरको कम्बिनेसन हुन्छ यहाँनिर। अब इन्सर्ट ट्याबमा क्लिक गर्नुहोस् र त्यस पछाडि वर्ड आर्टमा क्लिक गर्नुहोस्। त्यस पछाडि योर टेक्स्ट हियर भनेर यहाँनिर हाम्रो लेख्ने ठाउँ आउँछ र योर टेक्स्ट हियरलाई डिलिट गरेर हामीले आफूले लेख्नुपर्ने कुरा यहाँनिर हामी लेख्नेछौँ। यहाँ हामीले स्कुलको नाम, कार्यक्रमको नाम, आयोजक, मिति र अन्य हामीलाई ब्यानरमा आवश्यक पर्ने कुराहरू यहाँनिर हामी थपेर एउटा डिजाइन तयार पार्नेछौँ, एउटा ब्यानर तयार पार्नेछौँ। अब म यहाँनिर स्कुलको नाम, त्यस पछाडि कार्यक्रमको बारेमा जानकारी दिएको, अनि त्यस पछाडि मिति अनि आयोजक लगायत हामीलाई ब्यानरमा कसरी आकर्षक तरिकाको ब्यानर बनाउन सक्छौँ। त्यो आकर्षक तरिकाको ब्यानर बनाउने भनेको चाहिँ त्यो हाम्रो आफ्नो कलामा पनि भर पर्छ। जस्तो हामीले यो फन्टहरूलाई मिलाउने, यसमा कलरहरू भर्ने हैन, त्यस्तै यसको साइजहरू मिलाउने, यहाँनिर हामीले सेपहरू ल्याएर हाल्ने, सेपको आउटलाइन हाल्ने, सेपको कलर हाल्ने लगायतका विभिन्न कामहरू यहाँनिर हुन्छ। जस्तो मैले यहाँ स्कुलको नाम लेखिसकेको छु र यस पछाडि म यहाँनिर डिजाइन भर्दैछु। यहाँ मैले आउटलाइन हालेँ। अहिले यहाँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ मैले कहाँ क्लिक गरेर कसरी आउटलाइनहरू हाल्दैछु, कसरी कलर फन्टहरू चेन्ज गर्दैछु भन्ने कुरा तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। अब यो ब्यानरलाई आकर्षक बनाउनको लागि अघि गुगल क्रोमबाट कन्टेन्ट डाउनलोड गरेर ल्याए जस्तै म यहाँनिर एउटा डु यु नो भनेर लेखेको एउटा क्विज कम्पिटिसन भएकोले डु यु नो भनेर एउटा इमेज हाल्दा राम्रो हुन्छ। त्यसैले डु यु नो भनेर लेखेको एउटा इमेजलाई म डाउनलोड गर्न गइरहेको छु र यहाँ म त्यो डाउनलोड गर्दैछु डु यु नोको इमेजलाई। र यो इमेजलाई डाउनलोड सकेपछि अघि जसरी मैले त्यो कन्टेन्टलाई चाहिँ डाउनलोड गरेर इन्सर्ट गरेर चाहिँ त्यो पेजमा ल्याएको थिएँ, तपाईहरुले पनि त्यसै गरी त्यसलाई पहिले डाउनलोड गर्ने, राइट क्लिक गरेर सेभ गर्ने र सेभ गरेपछि आफूले भेट्न सक्ने ठाउँमा लोकेसनमा सेभ गर्ने र त्यसपछि फेरि त्यसलाई पावर पोइन्टमा गएर इन्सर्टमा गएर इन्सर्टबाट पिक्चरमा गएर अनि पिक्चरबाट चाहिँ तपाईहरुले इन्सर्ट गरेर त्यो पिक्चरलाई ल्याएर यहाँनेरि राख्न सक्नुहुन्छ। यसरी यस्तो खालको इमेजहरु हामीले राख्यौं भनेदेखि चाहिँ हाम्रो यो ब्यानर जुन छ त्यो चाहिँ एकदमै आकर्षक पनि हुन्छ। मैले यो डाउनलोड गरिसकेको छु, तपाईले त्यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा। र यो त्यसपछि अब म फेरि पावर पोइन्ट तर्फै जान्छु। यो क्रोमलाई फेरि म मिनिमाइज गर्न गइरहेको छु र क्रोमलाई मिनिमाइज गरिसकेपछि अब फेरि म पावर पोइन्टमा पुगिसकेको छु। अब यसलाई म अब इन्सर्ट ट्याबमा जान्छु। इन्सर्ट ट्याबमा गएर त्यसपछि पिक्चरमा क्लिक गर्ने र पिक्चरमा क्लिक गरेपछि अघिको डु यु नो भन्ने इमेज त्यहाँ देखिन्छ र यसरी यसलाई इन्सर्ट गरेपछि यहाँ डु यु नो भन्ने इमेज आइसकेको छ। अब यो इमेजलाई अघि कन्टेन्टलाई जस्तै हामीले मिलाएर सानो बनाएर ठ्याक्क कुन ठाउँमा राख्दाखेरि चाहिँ राम्रो देखिन्छ त्यो ठाउँमा हामीले यसलाई चाहिँ राख्नुपर्छ। यसलाई डिजाइन गरेर राख्न सकिन्छ। अब यो ब्यानरको पेजलाई कति आकर्षक बनाउने, के लेख्ने भन्ने कुरा चाहिँ यो तपाईहरुको आफ्नो खुबीमा पनि भर पर्छ। तपाईहरुले पावर पोइन्ट कति चलाउनुहुन्छ त्यसमा पनि भर पर्छ। यो मैले देखाइदिएको स्याम्पल मात्र हो र अब म यसमा केही डिजाइन हाल्दै छु। यहाँ चेक गर्दै छु पहिले यो डिजाइन कुन डिजाइन हाल्दाखेरि चाहिँ राम्रो देखिन्छ होला भनेर म थीम चेक गर्दै छु र यहाँ मध्ये म एउटा राम्रो खालको थीम चाहिँ म यहाँ हालेर देखाउँदै छु। अब यहाँ थीम धेरै छन्। यता तलपट्टि हामीले देख्न सक्छौं। त्यो पोइन्टमा क्लिक गरेर हामीले धेरैवटा थीमहरु चेक गर्न सक्छौं र कुन थीम चाहिँ हामीलाई चाहिँ राम्रो हुन्छ त्यो थीम हामीले हालेर यो ब्यानरको पेजलाई राम्रो बनाउन सकिन्छ। यहाँ भएको मध्येबाट एउटा थीम मैले यहाँनेरि सिलेक्ट गरिसकेको छु र यो सिलेक्सन सँगसँगै हाम्रो दुईवटा स्लाइडको काम कम्प्लिट भएको छ। तपाईहरुले त्यहाँ देख्न सक्नुहुन्छ साइडमा एउटा हाम्रो साइडमा पर्दा छ भने अर्को स्लाइडमा चाहिँ हामीहरुको एउटा ब्यानर छ।
अब हामीले यहाँनेरि पर्दा खोल्दाखेरि चाहिँ ब्यानर देखिने खालको एनिमेसन बनाउनु पर्छ। पहिलो स्लाइडमा भएको जुन यो हाम्रो पर्दा छ, यो पहिलो स्लाइडमा भएको पर्दामा हामीले कुनै पनि एनिमेसन ट्रान्जिसन हाल्नु हुँदैन। हामीले एनिमेसन ट्रान्जिसन हाल्ने भनेको चाहिँ सेकेन्ड स्लाइडबाट मात्र हो। सेकेन्ड स्लाइडमा क्लिक गर्ने, त्यसपछि ट्रान्जिसन ट्याबमा क्लिक गर्ने, त्यसपछि त्यहाँनेरि ट्रान्जिसन ट्याबमा क्लिक गरेपछि त्यहाँ कर्टेन भन्ने एउटा ट्रान्जिसन छ, त्यो कर्टेनमा क्लिक गर्ने। कर्टेनमा क्लिक गरेपछि त्यो तपाईले प्रिभ्यू देख्न सक्नुहुन्छ। कर्टेन खोल्यो र हामीले तयार पारेको ब्यानर पनि देखा पर्यो। यो सेकेन्ड स्लाइडमा बनाएको ब्यानर छ, यसमा हामीले कुनै पनि एनिमेसन हालेको छैन र यो एनिमेसन हाल्नेको लागि चाहिँ म अर्को पार्टमा तपाईहरुलाई कसरी एनिमेसन हाल्ने भन्ने कुरा देखाउने छु र अहिलेलाई चाहिँ तपाईहरुले यति बनाएर तयारी गर्नु होला र कसले चाहिँ यो कतिसम्म बनाउनुहुन्छ र केही अप्ठ्यारो पर्यो बिचमा भनेदेखि चाहिँ मलाई कमेन्ट बक्समा भन्नु होला। म तपाईहरुलाई त्यसपछि के गर्ने भन्ने कुरा केही समस्या पर्यो भने त्यहाँनेरि कमेन्टमै भनिदिने छु। अहिलेको लागि चाहिँ हाम्रो पार्ट 1 चाहिँ यतिमै अन्त्य गर्दैछु।